Hello everyone, welcome to all of you in my YouTube channel. मैले BSc 4th year Material Science को जुन एउटा न्युमेरिकल को सिरिज छ त्यसैको कन्टिन्युटी अनुसार मैले यो भिडियो ल्याएर आएको छु फेरि र यो चाहिँ 2080 मा सोधेको तपाईलाई एउटा क्वेशन रहेको छ यहाँनिर एल्युमिनियम हैज FCC क्रिस्टल स्ट्रक्चर र एटोमिक रेडियस पनि दिएको छ र यो भन्दा अगाडिको भिडियोस जस्तै रिलेटेड पनि छ यो हैन हामीले चाहिँ इन्टरप्लानेटरी स्पेसिङ हामीले चाहिँ यहाँनिर पत्ता लगाउनु पर्ने छ निकाल्नु पर्ने छ हैन अब यहाँनिर तपाईले एउटा कुरा के थाहा पाउनु पर्यो भने क्रिस्टलको एटोमिक रेडियस दिया छ है यहाँनिर तपाईलाई गिभनमा तपाईलाई के दिएको छ भन्दाखेरि एटोमिक रेडियस दिएको छ एटोमिक रेडियस r हैन r भनेको 0.1431 न्यानोमिटर भनेर तपाईलाई दिइराछ न्यानोमिटरलाई उसमा लगे पनि हुन्छ नलग्दा पनि खासै फरक पर्दैन तर जुन तपाईको फाइनल रिजल्ट आउँछ त्यो चाहिँ न्यानोमिटरमै आउँछ भन्ने कुरा चाहिँ थाहा पाइराख्नु पर्यो अब एउटा a र r को रिलेसनशिप FCC क्रिस्टल भनेको क्युबिक क्रिस्टल हो अब हामीले अगाडि यो एटोमिक प्याकिङ फ्र्याक्सनहरु निकाल्दाखेरि a र r को थुप्रो रिलेसनहरु निकालेका छौं अब FCC को लागि हैन we know for FCC क्रिस्टल को लागि त तपाईको चाहिँ a कति हुन्छ त भन्दाखेरि 2√2 r हुन्छ यो हामीले प्रिभियसली निकालिसकेका छौं हैन यो अनुसार a 2√2 r भनेको 1431 न्यानोमिटर छ हैन यसलाई न्यानोमिटरमै मैले छोड्दिए यो तपाईहरुले क्याल्कुलेसन यु क्यान डु बाइ योरसेल्फ हैन यहाँबाट a को भ्यालु आउँछ अब a को भ्यालु आइसकेपछि इन्टरप्लानेटरी स्पेसिङ यसको लागि जस्तै फर तपाईको जस्तै एक नम्बरमा फर 110 प्लेन को लागि त हामीले के गर्न सक्छौं भन्दाखेरि यो 1110 भनेको चाहिँ HKL भनेर हुनेको अब हामीले d निकाल्नु पर्ने के गर्ने त d भनेको त अगाडिको जस्तै हो a/h² + k² + l² हैन अब हामी के गर्छौं भन्दाखेरि यहाँनिर a को भ्यालु पुट डाउन गर्छौं यहाँबाट जुन हामीले a को भ्यालु निकालेर राखेका छौं त्यो राख्छौं र यताबाट HKL को भ्यालु राख्छौं 1² + 0² गर्छौं र यसबाट हामीले के निकाल्दिन्छौं त इन्टरप्लानेटरी स्पेसिङ निकाल्छौं अब सिमिलरली सेकेन्ड केसमा हामीलाई के मात्रै फरक हो भन्दाखेरि प्लेन मात्रै फरक हो नि त हैन अब अहिले तपाईको चाहिँ प्लेन मात्रै फरक हो 2 2 1 भनेर हामीलाई दिइराखेका छ बाकी त सबै कुरा सेम नै हुने भयो अहिले पनि हैन र यसमा चाहिँ अब तपाईले के गर्दिनु सक्नुहुन्छ भन्दाखेरि d = a/√h² + k² + l² हेर्नु त यहाँनिर a भनेको त सेम हुने भयो नि त हैन a भनेको त सेम क्रिस्टल हो खाली प्लेन फरक हुँदा d मात्रै फरक हुने कुरा हो यहाँ पनि तपाईले के गर्दिनुहुन्छ यहाँ युनिट चाहिँ ख्याल गर्नु होला मैले न्यानोमिटरमै राखेको छु तपाईले cm मा मिटरमा जेमा पनि राख्न मिल्छ है अब यहाँ पनि अघिको जस्तै के गर्दिने त हामीले a को भ्यालु पुट डाउन गर्दिने र त्यसपछि यो d 2² + 1² हैन यहाँबाट फेरि यु क्यान अगेन फाइन्ड द इन्टरप्लानर स्पेसिङ न्यानोमिटरमा आउला हैन फेरि यसै गरी तपाईहरुलाई एउटा अर्को क्वेशन मैले ल्याएर आएको छु यसैमा 2079 मा मटेरियल साइन्सकै यसमा चाहिँ तपाईले हेर्नुहुन्छ भनेपछि अघिको भन्दा झनै सिम्पलेस्ट टाइपको क्वेशन देखियो हैन आइरन हैज BCC क्रिस्टल स्ट्रक्चर क्याल्कुलेट इट्स इन्टरप्लानर स्पेसिङ इट्स ल्याटिस प्यारामिटर इज यति भनेर भन्छ हैन अब हामीले यहाँनिर के भयो त भन्दा अघिको केसमा एटोमिक रेडियस दिएको थियो एटोमिक रेडियसबाट हामीले a निकाल्नु पर्ने थियो ल्याटिस प्यारामिटर निकाल्नु पर्ने थियो अहिले त झनै सजिलो हामीलाई के गरिदियो त भन्दा a त उले आफैले दियो के रे हैन ल्याटिस प्यारामिटर त हामीलाई अलरेडी दिइराखेको छ a भनेको कति दियो त हामीलाई 2.87 एङ्स्ट्रम भनेर दिइराखेको छ हैन अब यसलाई कन्भर्ट गर्न चाहनुहुन्छ भने 2.87 * 10⁻⁻10 मिटर गर्दिनु हैन र त्यसपछि अब इन्टरप्लानर स्पेसिङ हामीले चाहिँ यहाँनिर पत्ता लगाउनु पर्ने यसको लागि छ अब इन्टरप्लानर स्पेसिङ कुनै अब पर्टिकुलरली हामीलाई जनरली दिएको पनि हुन सक्छ जस्तै यसमा चाहिँ यदि दिएको छैन भने जस्तै मान्न सकियो के कुनै एउटा प्लेन हैन लेट अस टेक
प्लेन 110 भनौँ न 110 प्लेन। अब मोस्ट अफ द केसेसमा हामीलाई दिएको हुन्छ हैन। अब यदि दिएको छैन भनेपछि हामीले मानौँ लेट एउटा कुनै प्लेन हामीले सपोजिसन गर्दियौँ, कन्सिडर गर्दियौँ। यसपछि चाहिँ अब इन्टरप्लानर स्पेसिङ भनेको d इज इक्वल टु a अपन रुट ओभर h स्क्वायर प्लस k स्क्वायर प्लस l स्क्वायर गरिदिने। यसबाट सबैको भ्यालु पुट डाउन गरिदिने। 2.87 10 का पावर माइनस 10 रुट ओभर 1 स्क्वायर 0 स्क्वायर। योबाट पनि तपाईँको के आउँछ त? अब मैले यहाँ मिटरमा लेखिसकेको छु है, त्यसै कारणले अब यो मिटरको फर्ममा आउँछ। यसमा कन्फ्युज हुनु भएन हैन। जुनसुकै एउटा सपोजिसन यदि प्लेन हामीलाई इन जेनरल हामीलाई दिनुपर्ने हुन्छ, यदि दिएको छैन र छ भनेपछि कुनै एउटा प्लेन हामीले एज्युम गरेर गरिदिन सक्छौँ। लाइकवाइज हामीसँग एउटा अर्को क्वेसन छ यही च्याप्टरबाट, स्ट्रक्चर अफ क्रिस्टलाइन सोलिडबाट नै छ। यो पनि 3-4 पटक सोधेको देखिन्छ है। यस्तो टाइपको क्वेसन पनि तपाईँहरूले स्क्रिनमा देख्नुहुन्छ। र यस्तो खालको मैले एउटा भिडियोमा प्रिभियसली पनि गर्न त यस्तो खालको गरिसकेका छौँ। तैपनि कपर हेज एन एटोमिक रेडियस अफ 0.128 न्यानोमिटर भन्ने छ हैन। एटोमिक रेडियस तपाईँलाई दिइराखेको छ है। यहाँनिर चाहिँ कपरको रेडियस r इक्वल टु पनि सर्टकटमा लेखेँ 0.128 न्यानोमिटर भनेर तपाईँलाई चाहिँ कपर एटमको रेडियस गिभन छ है। अब न्यानोमिटरलाई तपाईँले सिएममा देखाउनु पर्दा 0.128 10 टु द पावर माइनस 7 सिएम भनेर होला। मिटरमा 10 टु द पावर माइनस 9 हुन्छ। अनि त्यसपछि यो खासमा डेन्सिटी हामीले डेन्सिटी कम्प्युटेसन भनेर जुन अगाडि गरेका छौँ त्यहीसँग रिलेटेड हो ठ्याक्कै। अब यसमा चाहिँ हामीले एफसीसी स्ट्रक्चर छ हैन। एफसीसी स्ट्रक्चर छ भनेपछि नम्बर अफ एटम पर युनिट सेल हामीले थाहा पाउनु पर्ने हुन्छ। नम्बर अफ एटम पर युनिट सेल भनेको हाम्रो 4 हुन्छ। यो हामीले प्रिभियसली तपाईहरुले हाम्रो एफसीसी को पीसीसी को सबै गरेका छौं र यो हामीले थाहा पाउनु पर्ने हुन्छ। यो हामीलाई गिवन दिएको चाहिँ हुँदैन है, किनभने एफसीसी स्ट्रक्चर भनेपछि नम्बर अफ एटम्स पर युनिट सेल भनेको 4 हुन्छ भन्ने कुरा हामीले आफूले थाहा पाउनु पर्छ हैन। त्यसपछि यहाँनिर यो 1 एटम पर बेसिस भनेको छ, यसले कन्फ्युजन होला, त्यसमा कन्फ्युजन नहुनु होला किनभने एफसीसी स्ट्रक्चर भन्ने बित्तिकै n = 4 हुन्छ। अनि त्यसपछि तपाईलाई एटोमिक वेट जुन छ, एटोमिक वेट यु हेभ अल्सो गिवन, यो भनेको 63.5 ग्राम पर मोल। सबै कुराहरु तपाईलाई सीजीएस मा नै दिइराखेका हुनाले हामीले यो न्यानोमिटरलाई पनि सीएम मा लगेको कारण चाहिँ त्यो हो है त। र त्यसपछि अब हामीलाई के दिएको छ भनेपछि अब एटोमिक वेट पनि भयो। अब हामीलाई चाहिँ भोल्युम अफ युनिट सेल चाहिन्छ। अब भोल्युम अफ युनिट सेल भनेको त a क्यूब हुन्छ हैन, a क्यूब हुन्छ। तर अब a भनेको कति हुन्छ त भन्दाखेरि हाम्रो 2√2 हुन्छ नि, 2√2 * r हुन्छ हैन। किनभने चाहिँ एफसीसी क्रिस्टल अघि पनि धेरै पटक आइसकेको छ। एफसीसी क्रिस्टलको लागि a भनेको 2√2 * r हुन्छ। किन त भन्दा r को भ्यालु हामीलाई गिवन दिएको छ। r को भ्यालु एटोमिक रेडियस को भ्यालु गिवन भएको भएर हामीले त्यो गर्ने हुन्छ। र त्यसपछि यहाँनिर के गरिदिनु पर्यो त 2√2 * रेडियस भनेको त्यहाँनिर दिइराखेको छ 0.128 * 10 टु द पावर माइनस 7 सीएम मा छ है, सीएम मा छ। यसको हामीले क्यूब गर्नु पर्यो हैन। अब यसलाई म क्याल्कुलेसन तिर गइन, यो यु क्यान डु बाइ योरसेल्फ हैन। त्यसपछि अब हामीले यो डेन्सिटी निकाल्ने फर्मुला थ्योरेटिकल डेन्सिटी रो इज इक्वल टु NA अपन VC * NA हामी गर्छौं। VC * NA भनेर हामी गर्छौं। जुन हामीले थ्योरेटिकल डेन्सिटी निकाल्नु पर्ने हुन्छ त्यो भनेको NA / VC * A गर्छौं हैन। अब यसमा चाहिँ तपाईले भ्यालु राखिदिने मात्रै हो। n को भ्यालु नम्बर अफ एटम्स पर युनिट सेल भनेको 4 छ। त्यसपछि चाहिँ तपाईको चाहिँ a भनेको एटोमिक वेट हो, त्यो भनेको चाहिँ 63.5 यो पनि दिइराखेको छ। भोल्युम अफ युनिट सेल अब मैले यहाँ क्याल्कुलेसन चाहिँ गरिन, यो मल्टिप्लाई गर्दा जति भ्यालु हुन्छ त्यो VC को ठाउँमा राखिदिनु होला हैन। एभागाड्रोस नम्बर भनेको चाहिँ 6.023 * 10 टु द पावर 23 भनिदिनुहोस् है। इफ यु सल्भ दिस, यसमा तपाईले सल्भ गरिसकेपछि यु विल गेट अ डेन्सिटी, जसलाई हामीले के भन्छौं त थ्योरेटिकल डेन्सिटी भन्छौं। क्याल्कुलेसन गर्नु भने मोर अर लेस यो चाहिँ 8.89 को अर्डरमा
अब अलिअलि भेरिएसन त हुन सक्ला, त्यसमा धेरै ठुलो आँकिनु परेन। यसको भ्यालु लगभग 8.89 ग्राम पर सिएम क्युबको रेन्जमा आउला। अब हामीलाई यसलाई कम्पेयर गरौँ भनेको छ। कम्पेयर कसँग गर्ने त भन्दा स्ट्यान्डर्ड डेन्सिटीसँग गर्ने। अब हामीलाई स्ट्यान्डर्ड डेन्सिटी चाहिँ हामीलाई कति दिइरहेछ त यहाँनिर भन्दाखेरि 8.94 ग्राम पर सिएम क्युब भनेर दिइरहेछ। भनेपछि अब यहाँनिर कम्पेयर गर्ने भने त के अरे मेजर्ड भ्यालु इज लेस देन द स्ट्यान्डर्ड भ्यालु भन्दै पुग्यो कि, त्यसमा धेरै गर्नु परेन हो। यसरी नै हामीले यो टाइपको क्वेसनलाई पनि सल्भ गर्न सक्छौँ। सिमिलरली एउटा 2075 मा पनि क्वेसन रहेको छ। यो पनि यही हाम्रो क्रिस्टलाइन सोलिडसँगै रिलेटेड रहेको क्वेसन रहेको छ। यहाँनिर उसले के भनेको छ भन्दाखेरि क्यालकुलेट द एटोमिक रेडियस फर प्यालाडियम, हैन, गिभन दैट प्यालाडियम हैज एफसीसी स्ट्रक्चर है। अब हामीलाई के निकाल्नु पर्ने रहेछ त यहाँ भन्दा एटोमिक रेडियस आर निकाल्नु पर्ने देखियो। गिभन दैट प्यालाडियम हैज एफसीसी स्ट्रक्चर, एफसीसी स्ट्रक्चर भनेपछि n इक्वल टु कति हुने भयो 4 हुने भयो, किनभने नम्बर अफ एटम पर युनिट सेल भनेको 4 हुने भयो। अब यहाँनिर जुन यो डेन्सिटी दिइराखेको छ नि, जुन हामीले थ्योरेटिकल डेन्सिटी निकाल्छौँ त्यसकै लागि युज गर्ने हो। यो रो इज इक्वल टु 16.6 ग्राम पर सिएम क्युब भनेर दिइराखेको छ र एटोमिक वेट पनि तपाईहरुलाई दिइराछ। यहाँनिर एटोमिक वेट भनेको 180.9 ग्राम पर सिएम क्युब भनेर तपाईलाई यो ग्राम पर मोल भनेर चाहिँ तपाईलाई एटोमिक वेट पनि दिइराछ। अब तपाईले चाहिँ यहाँबाट अघिको जस्तै फर्मुला हामीले प्रयोग गर्न सक्छौं। अघिको चाहिँ हाम्रो डेन्सिटी रो इज इक्वल टु के हो त भन्दा Na अपनमा Vc इन्टु Na, Vc इन्टु के गरिदिनु पर्छ त Na गरिदिनु पर्छ। अब यहाँबाट तपाईले हेर्नुस् त यहाँनिर Vc भनेको चाहिँ Vc भनेको कति भयो त Na अपनमा रो इन्टु Na, Na भनेको एभोगाड्रोस नम्बर हैन 6.023 10 टु द पावरमा 23 पर मोल हुन्छ। अब यहाँबाट Vc को भ्यालु आउँछ किनभने n थाहा छ, a थाहा छ, रो सबै थाहा छ नि Vc आयो। अब Vc भनेको त आखिरमा हामीलाई यहाँनिर Vc भनेको त a क्युब हो नि त हैन, Vc भनेको a क्युब हो अथवा a क्युब इज इक्वल टु समथिङ के न के आयो। फेरि a भनेको के हो त एफसीसी क्रिस्टलको लागि 2√2 हुन्छ हैन, 2√2 को 2√2 इन्टु r हुन्छ हैन, इज इक्वल टु क्युब इज इक्वल टु यति। a भनेको कति अरे 2√2 इन्टु r, यसको होल क्युब इक्वल टु यति भयो भने यु क्यान सल्भ हैन। त्यसपछि क्युब रुट निकालेर r को भ्यालु पनि हामी निकाल्न सक्छौं।